भिडियो लिएर आएको छु। आज चाहिँ बिहानै के साह्रो भोक लागिरहेछ। बिहानै होइन 8 बजे लागिसक्यो। उठ्न त अघि नै उठ्या हो 6 बजे है। के गर्नु मम्मी खै पानी परे बिना त जाडो भएको थियो तर अहिले चाहिँ त्यति खासै जाडो छैन है। एक्लै त भ्लग बनाउन नि झ्याउ लाग्ने रहेछ। साथी भयो पो बोल्नलाई। आजको मौसम यस्तो छ। मौसम चाहिँ घाम लागिसक्यो। घाम लाग्न स्टार्ट भइसकेको छ। सिरन डाँडा त्यता चाहिँ सिरन डाँडा है त्यता टाढो छ। घुम्न जान रमाइलो छ। कपडा चाहिँ अघि नै सरफमा भिजाएर राखेको थिएँ। अब चाहिँ म यो कपडा धोइसकेपछि आउँछु। मैले चाहिँ कपडा धोएर सुकाइसकेँ। कपडा चाहिँ हेर्नुहुन्छ गाउँ यस्तो छ। गाउँ चाहिँ तलतिर राम्रोसँग देखेन। कपडा सपडा धोएर सक्यो। अब खानासाना नै खाइसक्यो म चाहिँ। अब चाहिँ बाबुलाई तेल लगाइदिने। ए नास्पातीको बोट बाबुलाई तेल लगाइदिने। हजुरआमा नाति पारा के गर्यो सानीले के गर्यो? पछि बाबुलाई तेल लगाइदिनु लाग्यो। बाबु सानो के गर्यो मेरो सानोले? तेल लगाइदिएपछि बनाउँछु। सानछोरीले के हेरेको हो? सानछोरीले के हेरे? सानीले के हेर्यो? टाउकोमा धेरै तेल हाल्नु हुन्न। कपालमा मात्र छोरा यता हेर के गर्न लाग्यो? सानुले के गर्न लागेको? साने तेल लगाएर चाहिँ सक्यो छोरालाई। ल यता हेर त सानो के गर्यो? बाबा भन्देऊ छोरा।
लड्छ नि फेरि तल झर्छ नि खाटबाट सानो यता हेर लड्छ अब तल लड्छ अब लाग्छ सानुले के गर्यो सानुले खै त सानुले के गर्यो यो कुहिएले के गर्यो बिहान छोयो भने के हुन्छ र त्यो औँलाले दाँतमा छोयो भने अगति बढ्छ मरेपछि कुन औँला छोयो यसले मार्नु पर्छ ए यसले यसरी दाँत मात्रै छोयो पनि सधैँ अगति बढ्छ सुन्नुहोस् है सुन्नुहोस् आवेको कुरा के सुन्नु सनी पुरानो सुनि होइन आमैले पनि सुन्नु सन्थे आमैले पनि सुन्नु सन्थे आमैलाई यो हमरा दाउमा सधैँ मरेपछि अगतिको अगति पर्छ यता हेर्नु हेलो आजलाई चाहिँ यति नै अब भोलि अर्को भ्लग लिएर आउँछु मिनी भ्लग क्या भ्लग नि के भन्नु 5 मिनट नि पुग्दैन यस्तै छ